यार चाहिँ झन् सत्यवेदी आएको आज झन् यस्तो भयङ्कर भिड हुँदो रहेछ थाहै थिएन। आज लास्ट दिनमा आएको थियो हामीहरू घुम्नको लागि। यसो हेरेको भिड त थोरो रहेछ। राति बेलामा नआउनु पर्दो रहेछ, हामी दिउँसो आउनु पर्दो रहेछ छुट्टी मागेर। तर ड्युटीको टाइमले गर्दा मिलेन। यसरी हामी बिच बिचमा हिँडिरहेको छु मैले। अगाडि पनि यस्तै भिड छ भन्दै थियो, अगाडि बाटो बिग्रेछ भन्ने सुनिरहेको छु। पर्दैन जस्तो लागेको थियो त्यो गाडी। आधा जान्छ जस्तो त्यही हेर्दैछु म। अरे भगवान्, आउनु सत्यवेदी मन्दिरमा आएको थियो हामीहरू चाहिँ नि घुम्नको लागि। यस्तो भिड देख्नु छैन सोचेको थिएन राति। दोहोरो पछिन् त सबैजना पछि अलिकति सबै लास्ट दिनमा आउँथ्यो हामी सबैजना। दोहोरो गल्ती भयो हामी। सारा टाइममा आउनु पर्दो रहेछ। छुट्टिए लिएर आउनु पर्दो रहेछ। टाइममा निक्लिने हाम्रो सबै जब। फिर घुमाने लायक क्या गाड़ी? ये रुक्नु ए धन्दै हान्दिनलाई छ त्यो। ए मा अगाडि हेर त झन् छ बे। उ हेर त बसेर निक्लिदियो अब सबैजना। सबै कसेर निक्लिन खोजिरहेछ। होइन यो पनि भन्नु ए ल ल हुन्छ। अब अगाडि हेर्नु त्यत्रो भिड छ अनि चाहिँ कसरी छिराउँछस् त? त्यही त भयो। यताको लाइनमा सबैजना यसरी घाँस घुस्थ्यो अनि अब यो पुरा हेर्नु यहाँको यताको साइडले पुरै खाइदियो। अब फस्यो बे सबैजना पछि हेर्न। ऊ अब मान्छे छिन्ने बाटो छैन, बाइक कसरी छिन्छ बे? ए भगवान् यार के भइरहेको छ यार। फस्यो कि सबैजना फस्यो अब झन्।
कट्यो कट्यो कटाए कटाए कुदाए ओए यो कहाँ घुम्यो अबे त्यो बे अबे जहाँ म काम गर्थेँ नि